साथीहरु हामी चाहिँ यहाँ अब भाइरल घर भन्ने चितवनको छ त्यहाँ गइरहेका छौं। यो हाम्रो चितवनको भाइरल घर यही हो। यो पदमपुर भन्ने एरियामा छौँ है। अलिअलि बिहान पानी परेको थियो, साइक्लिङ गऱ्यौँ, त्यसपछि स्विमिङ गऱ्यौँ, त्यसपछि यो बाटोमा चाहिँ हाम्रो यो भाइरल घर भन्ने देखियो। यो हामीले नेटमा देखिरहेको हुन्थ्यौँ होइन, यहाँ पदमपुरमा पो रहेछ। त्यस कारणले अब जाउँ भित्र जाउँ, हेरौँ के कस्तो छ है। निकै नै महँगो लाग्यो यो घर बनाउन, जग्गा पास भएको छैन, के भएन भन्ने यस्तो कुरा सुनिन्छ यहाँ स्थानीय मान्छेहरूबाट। नक्सा पास भएन, भित्र गएर हेरौँ के कस्तो रहेछ। हेर्दा त ताजमहल जस्तै छ नेपालको होइन। ल भित्र गएर हेरौँ है त के कस्तो रहेछ। साइकललाई हिँडिराखौँ। सो हामी चाहिँ अब साइकल यहाँ पार्क गरेर चाहिँ अब माथि जाँदैछौँ है त। यो घरमा अब त्यस्तो सुनसानै छ, भित्र गएर के कस्तो रहेछ। बाहिरबाट सुन्नमा आएको छ कि भित्र अन्डरग्राउन्ड पनि छ होइन। ल भित्र गएर हेरौँ है त के कस्तो रहेछ। ल जाउँ अगाडि जाउँ। कतादेखि सुरु गर्ने त? हिँडौँ न यदेखि होइन। कता छ बडाङ? मान्छेहरू आइरहनु भएको छ। यहीँदेखि जाने हो? ल यहीँदेखि जाउँ न त। ल हिँड भित्र होइन। पहिला अन्डरग्राउन्ड हेर, अन्डरग्राउन्ड लास्टमा छ। ल यहाँ देख्न सक्नुहुन्छ तपाईँ तलको भित्र अन्डरग्राउन्ड पनि छ है। भित्र यस्तो छ अन्डरग्राउन्ड छ। ग्राउन्ड फ्लोर कस्तो खालको घर हो यो? पहिला माथि जाउँ न। ग्राउन्ड फ्लोर त यस्तो छ क्या। जाउँ भित्र जाउँ। ल हामी भित्रै जाउँ होइन। इन्ट्री पोइन्ट माथि चढौँ न, माथि चढौँ। तर यो घरलाई फिनिसिङ गर्न दिनुपर्छ यार, खै होइन र? यति राम्रो घर छ। कति वर्ष भयो होला यो घर? भयो होला नि 5-10 वर्ष। माथि हिँडौँ क्या, आउनु माथि जाउँ क्या। ल यताबाट चढौँ है त। पकाउन पर्खिन मलाई नि। ल ओके यो त हेर्नुहोस् त माथिदेखि पानी लिक भएको छ। यो चाहिँ खास घर पनि अनि होइन हाम्रो होटल पनि। सबै साइडबाट उस्तै छ। हेरेरै बिचमा ऊ छ नि। ल माथि जाउँ, सिडी चढ। ल एक कुनाबाट जाउँ न त माथि। पुरा देख्न सक्नुहुन्छ हजुरहरूले पदमपुर। कता गयो? अझै होला कहाँ 5 रुपियाँ मात्रै होला। तर यो घर कम्प्लिट गर्न दिनुपर्ने हो। राम्रो छ। लगानी नभएर हो कि यस्तो मैले बाहिर सुन्नमा आएको सायद नक्सा पास भएन, केही समस्या छ अरे क्या। त्यही त। ल त्यो त मेन कुरा त पैसै होइन र? नत्र पैसा भए त अनि सायद अब बनाउँदै अब बजेटले भ्याइन होला। ल माथि त होइन। तर यो
अझै माथि पनि छ नमुनै हो क्या तल छ हेर न अनि त्यसै त्यो महँगो लाग्छ घुमोरबाट ए घुमोरो भन्याङ ल होइन एक राउन्ड हान्ने देख्न सक्नुहुन्छ हजुरहरू एकदमै होइन मनी लोभ्ने डिजाइनको घर छ है जताततै डेकोरेसन डिजाइन छ माथि जाउँ न माथि हामी चाहिँ यो भाइरल घरको टप फ्लोरमा आएको छौँ है टप फ्लोर यस्तो छ यहाँदेखि अब तल देख्न सक्दै हुनुहुन्छ तपाईँहरू अनि वरिपरि अब बडो गजबको घर छ यो वरपर होइन राम्रो घर छ थाहा छैन किन कम्प्लिट भएको छैन र कम्प्लिट भएको भए त सायद बबालै भन्थ्यो होला यो कस्तो कस्तो पुरा यस्तो दामी स्ट्रक्चर छ यो घर त्यो घर कम्प्लिट हुनुपर्छ यार बबाली छ यो घर त के लाग्छ तँलाई के लाग्छ तँलाई यो भाइरल गरेर कम्प्लिट हुनुपर्छ भाइरल गरेर अवश्य पनि कम्प्लिट हुनुपर्छ यति राम्रो संरचना छ लगाइस् कमेन्ट गर्नुहोस् यदि कम्प्लिट गर्ने भएछ अब सुवेदीले अब कमाएर पछि यो घरलाई किनेर कम्प्लिट गर्ने उसको प्रतिबद्धता रहेको छ जसको अब बजेट थपेर हुन्छ गिरेर हुन्छ त्यति राम्रो अब गराउन त खत्रै गर्न कोसिस गर्नु भएको जहाँडै बडा सेम छ के जस्तो हेर्न यहाँ हेर्न यस्तो यस्तो हेर्न बब्बा हेर्न यो ट्रान्सप्यारेन्ट के राख्ने थियो होला यहाँबाट चारवटा उयो मतलब पुरा सफा सिडी छ मलाई लाग्छ यो भनेको होटेलै बनाउँथ्यो क्या अब चाहिँ हामी अन्डरग्राउन्ड हेरौँ है त कस्तो रहेछ बाटो कताबाट छ अन्डरग्राउन्ड जानु हवेली कतादेखि बाटो छ अन्डरग्राउन्ड जाने होइन तल बाटो अन्डरग्राउन्ड जाने माथिदेखि बाटो छैन सो हामी चाहिँ अब यसको अब भाइरल घरको माथि टपसम्म पुगेर अब हामी चाहिँ अब एकछिन अन्डरग्राउन्ड पनि जाउँ अब कस्तो रहेछ अन्डरग्राउन्ड भनेर चाहिँ अन्डरग्राउन्ड जान लागिरहेको छौँ अब जाउँ त कस्तो छ के हो त्यो इनार हो वेल हो ए होइन रहेछ ल अन्डरग्राउन्ड जाने बाटो ए अन्डरग्राउन्ड जाने बाटो होइन अनि अन्डरग्राउन्ड जाने बाटो खोइ त तपेन्द्रले मलाई एक्चुअली 360 घुमायो है त सायद भित्रै बाटो छ होला के हामीले हाम्रो साइकल पार्क गरेको छ अब हामी चाहिँ यसको अन्डरग्राउन्डतिर गइरहेको छौँ ओए बिस्तारै नै भाइरल गरेर हेर्न आएको फेरि अन्डरग्राउन्ड के देखियो नि अन्डरग्राउन्डमा त धेरै नै अँध्यारो छ यो चाहिँ अनि निस्किने कताबाट छ त त्यहाँ निस्किने डराइस क्या हो न ड्रान आइज नि आइज हुनुपर्छ त्यहीबाट आइज देखिनुहोस् लाइटले त बन्द त बब्बल हेर्नु अब घर समयमै कम्प्लिट हुन सकेन त्यसपछि यहाँ अब
कता हो बाटो छैन बाटोमा याद छ घर कम्प्लिट नभएपछि अब यो त्यस्तिकै जाने भयो अब त्यो राम्रो संरचना सम्झाको सरकारले पनि केही मद्दत गरे हुन्थ्यो नि होइन लोन प्रोभाइड गर्दै हुन्थ्यो बरु पछि दिइहाल्नुहुन्थ्यो सो यति नै छ भाइरल घरमा होइन अन्डरग्राउन्डमा पनि गइयो हेरियो अन्डरग्राउन्ड जस्तै छ होइन लाइट साइट छैन अँध्यारो छ साथीले जाउँ भन्यो मलाई सो ल ठिक छ भाइरल घर खुब सुन्नेको थियो होइन चितवनमा बस्ने भाइरल घर खुब सुन्नेको थियो अब यता आज चाहिँ अब यता हामी साइक्लिङ आएको थियो पदमपुर भन्ने ठाउँमा साइक्लिङ आयो त्यसपछि स्विमिङ गऱ्यो अलिअलि त्यसपछि भाइरल घर पनि हेऱ्यौँ ल साथीहरू यही नै हो भाइरल घर होइन फेरि एकचोटि म हजुरलाई देखाइदिन्छु निकै नै राम्रो छ सरकारले अलिकति केही राहत पुऱ्याइदियो कि लोन सोनदेखि कम्प्लिट हुन्थ्यो होला सायद अब के छ अब होइन कस्तो छ ल हुन्छ हजुरलाई के कस्तो लाग्यो हाम्रो भाइरल घर मैले अलिअलि जति सक्छु मैले हजुरहरूलाई देखाइदिएँ हुन्छ साथीहरू आजको भिडियोमा यति नै गरौँ सो ओके ल बाई बाई सी यु इन नेक्स्ट भिडियो बाई बाई